2-4 वर्ष 1-1.5 वर्ष अझै खेल्थेँ होला, तर मलाई 2-3टा कुराहरूले चाहिँ एकदमै मेन्टलमा असर गर्यो होइन। जुन अब मलाई चाहिँ यो अहिलेको चलेकै मन्त्रीहरू हुनुहुन्छ, मैले नाम दिएन होइन, उहाँको एउटा स्कुलमा गएँ म, मेरो बच्चालाई यसरी पढाउनु पऱ्यो, म आज यस्तो क्याप्टेन भइसकेर म उहाँको स्कुलमा धेरै पटकचोटि म जुन जुनियर गेमहरू खेल्दाखेरि उहाँको स्कुलबाट चाहिँ खेलिदिइसकेको थिएँ र मेरो बच्चाहरूलाई पढाइदिनु पर्यो भन्दा एज अ एउटा टिम क्याप्टेनको बच्चाहरूलाई त फ्रीमा पढाउन सक्दैन, एकदमै कम, त्यही पनि हजुरको त्यो एनुअल फीहरूमा मात्रै डिस्काउन्ट अलिकति दिएर 20% दिएर उहाँहरूले, अरू त लाग्छ भाइ यस्तै हो। अरे सरकारलाई त त्यस्तो हुँदो रहेछ, एज हामी त एकदम न्यून परिवारबाट आएको मान्छेलाई त केही पनि रहेनछ त आखिर त। त्यो भए पछाडि त मैले सोच्नु बाध्य पऱ्यो त्यो भएको भएर चाहिँ। अनि एउटा त्यो कुरा अर्को, अब यही जुन खेलकै टाइमहरूमा पनि अब कति आफूले पाउने चिजहरू चाहिँ अब अर्काले पाउँदाखेरि होइन, त्यो चिजहरूले पनि मलाई एकदम मनमा असर पार्यो। अब जस्तै तपाईँहरूको मिडियाहरूमा पनि आइसकेको थियो, योभन्दा अगाडिको NBA कपमा 240 अङ्क ल्याएर सबभन्दा धेरै हाइएस्ट स्कोर मेरो थियो, तर मैले केही पनि पाइनँ। फेरि किन पाइनँ त हो, त्यो कुराहरू पनि आउँछ। फेरि मलाई यहाँ बेस्ट एउटा स्ट्राइकरको अवार्ड यताउति दियो भने फेरि यहाँ कोहीलाई फेरि मार्दो रहेछ। त्यो भएको भएर मलाई त्यो केही पनि परेन, कोही पनि नमरोस् भनेर चाहिँ अब ल म खेल्न भन्दा नखेल्नै ठिक रहेछ जस्तो पनि लाग्न लाग्यो। त्यस्तै हो। सुरुमा अस्ट्रेलिया जाँदाखेरि तपाईँले एउटा डिजाइन पनि भलिबल सङ्घलाई बुझाउन सुरुमा नबुझाइकन नै जानुभएको थियो, एउटा खेल्न नै